हेलो साथीहरू, मैले आज यो बक्स लिजेन्डको यो फोल्डिङ क्लोथ्स भनेर लुगाहरूलाई चाहिँ टक्क मिलाएर फोल्ड गर्ने ल्याएको छु। यसको युजर म्यानुअल यस्तो हुन्छ। पहिले चाहिँ तपाईँहरूलाई म कसरी फोल्ड गर्ने देखाउँछु ल। हेर्नुहोस् है, लेफ्ट राइट यति गरेपछि यसको काम भयो। ल हेर्नुहोस् है, कति मजाले फोल्ड भएको छ। यसको काम सक्यो। यसरी फोल्ड गर्छ यसले। यो चाहिँ यस्तो देखिन्छ है। यो हामी जस्तो अलि अल्छी गर्नेलाई प्लस लुगा पनि राम्रोसँग राखौँ न भन्नेको लागि चाहिँ यो एकदमै सजिलो छ हैन। यस्तो देखिन्छ। यसले सबै कुरा फोल्ड गर्छ, टी सर्टहरू सर्टहरू हैन, सबै फोल्ड गर्छ यसले मजाले। हामीले गर्ने भने त्यही हो, यसरी अलिकति मिलाएर राख्ने यहाँ ट्याक्क हैन। अनि यस्तो लामो बाउला छ भने चाहिँ लामो बाउलालाई हल्का लुकाइदियो। त्यसपछि बाँकी कुरा यसले गर्छ। हेर्नुहोस् है, लेफ्ट राइट ट्याक्कले। यो पनि मिल्यो। टी सर्ट यस्तो हुडी सर्ट तपाईँहरूले जे पनि फोल्ड गर्न सक्नुहुन्छ यसमा है त। साह्रै मजाले सजिलो फोल्ड हुन्छ तपाईँहरूलाई अर्गनाइज गर्न। अनि त्यसपछि मिलाएर राख्नुलाई एकदमै सजिलो बनाउँछ यसले। पट्याउन विशेष पट्याउन नजान्नेहरूको लागि है यो चाहिँ साह्रो अप्ठ्यारो हुन्छ नि त। सर्टहरू कसरी पट्याउनु मिलाएर देखिन्छ राम्रोसँग राखेको अरूले हैन, र आफूले गर्दाखेरि हुँदैन। सो लेफ्ट राइट फोल्ड गरेपछि यसले बाँकी काम गर्छ। ल हेर्नुहोस् है, यसले एकैछिनमा कति मिनट लाग्यो मलाई यति गर्नको लागि, 30 सेकेन्ड। ट्याक्क सबै फोल्ड हुन्छ यसले। सर्ट टी सर्ट भेस्ट मलाई चाहिँ मजा लाग्यो यो चाहिँ। प्लस यो चिजमा चाहिँ अहिले सेल पनि लागेको छ हैन। सो सस्तो छ, लिनुहोस् होला। थ्याङ्क यू।